अब आज चाहिँ कति बिर्सेको दोकानमै बस्ने, दोकानमै खाना बनाउने, खाने, एक्लो मान्छे त्यस्तै छ है साथी हो। चावल निकाल्यो, अब यसलाई हजुर पानी हालिन्छ। अब यसलाई चाहिँ 1 घन्टा जति भिजाइन्छ सर्लक्कसँगले। चामल मेरो यो भाडा यो राइस कुकर। अब यो चाहिँ हिजो बेलुका पकाएर ल्याएको, यो चाहिँ आलु र करेलाको तरकारी यसमा राख्ने हो यहाँ। अनि यो चाहिँ मासु, हिजो बेलुकै पकाएको मासु ग्रेभी यहाँ राख्ने हो। सजिलो छ भात पकाएर खानलाई दोकानमा। ट्याक्कसँगले यसलाई यसो गरेर चाहिँ यहाँ ठ्याक्क राख्ने। त्यस पछाडि अब यो यसको ढक्कन यो सिसाको ट्याक्कै यहाँ मासु छोपिदिने, अब यसलाई लगभग 1 घन्टा जति भिजाउने। अब 1 घन्टा जति भिजाउने, दोकानमा मान्छे आइरहेको हुन्छन् गर्दै गरौँ। अनि यसलाई 1 घन्टा जति भिजाएपछि अब यहाँनिर राखेँ यसलाई। अब एकछिन पछाडि सुचारो हुन्छ। अब यहाँ राइस कुकरमा सबै रेडी भएको छ। अब यसलाई यहाँ लाइन ट्याक्क बत्ती बाल्यो, बत्ती बलेपछि मजाले यसमा 10 मिनट 15 मिनटमा भात ट्याक्क रेडी। दोकानमै बस्यो जस्तै यसो खायो खानु छैन त्यस्तै चाहिँ साथी हो। दुःखको कुरो भन्छ लागेर आउँछ कोही बेला। अब चाहिँ यदि हजुरको एज चाहिँ मिस्टेक भयो भने चाहिँ यो केमिकलले चाहिँ हजुरको चाहिँ कपाल पाकेपछि हामीले चाहिँ यो एज यसलाई अब टक्क लाइन निकाल्ने। यदि कपाल सबै झर्यो भने तपाईँले मलाई दोस्रो अब चाहिँ अलरेडी पाकिसकेको अवस्था। ट्याक्कसँगले यस्तो दामी लाग्छ हो। अब यसलाई चाहिँ यही अघि मेरो ल्याएको मासु पनि पुरै तातिसक्यो। यहाँ यसलाई यहाँ ट्याक्कसँगले काटेर ट्याक्क हाल्ने, ट्याक्क यो तरकारी पनि यहाँ छक्क हाल्नु भने झ्याप्पसँगले अलरेडी रेडी भयो खाना। र साथी हो साथी हो झ्याप्पसँगले खायो।